स्वाइप अप गरिदिनुहोस् भिडियो स्किप भइहाल्छ। जिममा तपाईँको कहिले पनि कुनै पनि रुल्स एन्ड रेगुलेसन्स हुँदैन है। तपाईँले एक्सर्साइज गरिसकेर आफ्नो वेट्सहरू डम्बेल्सहरू रिऱ्याक्ट गर्नु, मसिन्सहरू युज गरेर बिस्तारीसँगले राख्नु है। ल्याट पुल डाउन गर्नु गरेछ अनि ल्याट पुल डाउन गरेर डङ डङ छोड्छ, नछोड्नु भन्छ नि त है। त्यसरी मसिन्सहरू युज नगर्नु भन्छ। बाहिरको जुत्ता लगाएर भित्र नआउनुहोस् भन्छ है। अनि तपाईँले बेन्चहरू युज गर्दाखेरि टवल युज गर्नु भन्छ, स्वेटहरू लागेको छ भने पुछिदिनुहोस् भन्छ है। अनि डम्बेल्सहरू माथि बारबेलहरू माथि खुट्टा नराखिदिनुहोस् भन्छ। कुनै पनि अब तपाईँले ट्रेडमिलहरू युज गरिसकेपछि अफ गरिदिनुहोस् भन्छ है। योहरू 90% मान्छेहरूलाई रुल्स एन्ड रेगुलेसन्स लाग्छ है। तर यो रुल्स एन्ड रेगुलेसन्स होइन, एउटा डिसिप्लिन हो, हाइजिन हो है। अब हामीले बाथरुम जान्छ, बाथरुममा बाथरुम स्लिपर्सहरू युज गर्नुहोस् भनेर राखिदिएको हुन्छ, त्योहरू युज गर्नुहोस्। त्यो युज नगर्नु र गर्नु चाहिँ डिसिप्लिनमा हो नि, त्यो कुनै पनि जिमको रुल्स एन्ड रेगुलेसन्स होइन है। अनि अब आफूले वर्कआउट गर्दै गरेको हुन्छ, गरम हुन्छ, टी सर्टहरू खोलेर हुडिजहरू खोलेर मसिन्समाथि ह्याङ गर्छ। तपाईँको ह्याङ गर्नु लागि ह्याङ्गर्सहरू बनाइदिएको हुन्छ जिमतिर है, त्यहाँनिर राख्नुहोस् होइन। अब तपाईँको हेलमेट्सहरू भयो है, सेकर्सहरू भयो, रिसेप्सन टेबलमाथि नराखिदिनुहोस् भन्छ। लगेर तपाईँलाई बनाइदिएको छ नि त, तपाईँहरूको लागि स्पेस बनाइदिएको हुन्छ है, त्यहाँनिर लगेर राख्नुहोस् है। त धेरै कुराहरू छ, मान्छेले अब है जिममा आउने क्लाइन्ट्सहरूले बुझ्नुपर्छ त्यो कुराहरू। त्यो कुरा कहिले पनि रुल्स एन्ड रेगुलेसन्स होइन है, त्यो एउटा तपाईँको डिसिप्लिनमा आउँछ, हाइजिनमा आउँछ। सो इफ अब तपाईँले अग्री गर्नुहुन्छ यो भिडियो ठिकै हो भनेर है, तपाईँले अग्री भनेर कमेन्ट गर्नु सक्नुहुन्छ, या फिर तपाईँको स्टोरीमा सेयर गर्नु सक्नुहुन्छ है। त इफ तपाईँलाई होइन भनेर लाग्छ, किनकि सबै कुरा मान्छेलाई सही लाग्दैन है, विशेष गरी मैले बोलेको चाहिँ, किनकि म फ्याक्ट कुराहरूतिर बोल्छु है। इफ तपाईँलाई सही लाग्दैन भने सजिलो छ, स्वाइप अप गरिदिनुहोस्, भिडियो स्किप भइहाल्छ। मैले कुनै पनि भ्युजको लागि यो गरेको होइन है, भिडियोजहरू बनाएको होइन, कुनै पनि लाइक पाउनु लागि बनाएको होइन। यो एउटा फ्याक्ट पोइन्ट्सहरूमाथि है, मान्छेले सोच्ने पोइन्ट्सहरूमाथि एउटा क्लियरेन्स राख्नु मात्र खोजेको हो।